guys, welcome back to my channel. It's Mekha in a new vlog, and this is my first vlog I ever made. And today is my birthday, so special day. Now I got December 25th को 5 गते 2082 को, and अहिले म चाहिँ घरमा छु. But 2082 भनेपछि 2083 आयो. पुचको 5 गते नै आउँछ. 5 गते नै आउँछ. म चाहिँ अब चाहिँ मन्दिर जान्छु. म नुहाएर ड्रेस चेन्ज गरेर अब त्यसपछि म मन्दिर जान्छु. अब चाहिँ म घरमै पूजा गर्छु अनि त्यहाँ म मन्दिर जान्छु. अनि म चाहिँ पूजा गर्दा चाहिँ मसँग यहाँ मम्मीले टेट गर्नुभएको छ. अब यसमा मसँग दुईवटा मोबाइल हुन्छ होइन. एउटा मोबाइलबाट गीत सुन्छु. दिस इज द मोबाइल. यो मोबाइलमा चाहिँ म गीत सुन्छु. यो मोबाइलबाट चाहिँ म भ्लग गर्छु. अब चाहिँ म चाहिँ पूजा गर्छु. अब चाहिँ चिकन खाएर मुख कुल्ला गरेर मुख धोएर नुहाएपछि फेरि मुख धोएर पूजा गर्नुपर्ने हुन्छ. अब चाहिँ म चाहिँ मुख धुन्छु. दिस इज आवर किचन. गाउँमा आएको म पसलमा छैन. अहिले बर्थडे स्पेसल भएर म गाउँमा आएको छु. अनि मैले चाहिँ बिहान चाहिँ सबैले होइन चक्लेट बाँडिसकेँ. बट मैले होइन 1001 कमाएँ के भन्छ अरे. अझै अब उहाँ गएपछि पार्लरमा सबैलाई बाँड्नुपर्छ क्या. अब बर्थडे भएपछि अब उहाँ त सबैलाई बाँड्ने चलन जस्तै छ कि. सो सबैलाई बाँड्नुपर्छ. अब म चाहिँ मुख धुन्छु. गाइस मैले मुख धोइसक्यो. अनि म नुहाएको हुन्न यहाँ. कपाल सुकेको छैन कि. अब एकछिन सुकाउँछु. त्यसपछि म चाहिँ पहिला चाहिँ म पूजा गरिहाल्छु. यहाँ यता मन्दिर छ यहाँ माथि. उता बाहिर मन्दिर छ. 3टा मन्दिरमा चाहिँ पूजा गर्नुपर्ने हुन्छ. अनि एकछिनमा भेटौँलाई. म चाहिँ पूजा गरेको नि भ्लग हाल्छु भिडियो क्याप्चर गरेर. बहिनीको फोटो खिच्दियो पूजा गरेको मन्दिरको गाइस. अनि आज मैले टिकटक नि हालेकै छैन. सो एकछिन हाल्छु. अनि म चाहिँ जुत्तै लगाउँछु र मैले होइन उहाँ जाँदा मन्दिर जाँदा लगाउँछु. दिस इज माई स्लिपर्स. यति नराम्रो डाल्न त मन थिएन. बट म यहाँ जान्छु. यो मन्दिरमा अनि भित्र देखाएको थियो. अनि त्यतिर एउटा मन्दिर जस्तो सिग्नल देखेको छ. त्यही त पछुरी दलसलिङको झार्छु. भिडियो बनाइदेऊ ल त. यहाँ र यसो अनि बाहिर नि अडियो गर्ने होला. बाहिर बत्ती बाल्थ्यौ कि मात्रै साल कसले पनि पूजा देखेछ पुरै सरी त्यहाँको पूजा त यो उता साईराम मुक्त जाने हो. अब बाहिर म बाल्छु. मैले भित्र त मैले पूजा सबै टिकाहरू हालिदिएँ. अब बाहिर त फाल्छु. केही नखाइ पूजा चिकन मात्रै चपाइन्छ र अरू केही. म यहाँ पूजा गर्छु. धुप हाल्छु. त्यहाँदेखि जान्छु. खतरा खा त. यहाँ चाल्दिम. दुईटा त्यहाँ गएर दुईटा मन उता घर
जान्छु त्यही राख न दुई केही त्यहाँ दुईटा राखेँ के जाऊ राखेर हाम्रो चाहिँ यो घर नि हाम्रो यहाँ तल चाहिँ गर्नुपर्ने हुन्छ यस्तो छ कि मेरो यो छामाले बर्थडे मतलब बालिसक्यो अब एकछिन भन्दा नि अब साइडमा गइहाल्ने हो 20 मिनट्समा सो साइडमा नै म जानु पर्यो आफै टिकाको ठाउँ खोइ आउने माथि अब एकछिनमा सायरमा जानुपर्ने हुन्छ सायरभन्दा माथि भन्दै थिएँ कालिका मन्दिर जानुपर्ने हुन्छ आज पिकनिक पनि छ म चाहिँ खाएको देखाउन सक्दिनँ बिकज त्यो चाहिँ लास्टै धेरै मान्छे हुन्छ लाज लाग्छ सो म चाहिँ तपाईँहरूलाई चाहिँ इन्ग्रेडियन्ट्स के पाएको देखाइदिन्छु हामीको त्यो देखाउन म सक्दिनँ मैले अहिले म चाहिँ यो चुरीको फुलै टिपी सिरैमा सजाइदिउँ म त नजाने हौ अरे उपिसनी यता है सिक्का पैसा छैन होला है Paper woman, I don't know. अरे उपिसनी फुलै टिपी सिरैमा सजाइ लगाउँछु पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला अब चाहिँ मात्रै नयाँ घरतिर जान्छु
मायालु दिस इज माई रुम अहिले सफा नगरेर कस्तो छ कस्तो अहिले म एकछिन सफा गर्छु यो मम ड्याडीको रुम नै सफा नगरेर राम्रो छ अहिले म सबै सफा गर्छु यति धेरै मकै छ मलाई मकै मनपर्छ मकै लभर अनि यहाँ चक्लेट छ यहाँ छ यी चक्लेट म त टिसुन लिएर जानु पर्यो हाहा अब के भन्नु थियो खुल्ला पैसा या खुल्ला 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 अनि बिपना चाहिँ लाग्छ तिमी आउने धेरै मायाको पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला बिराते बाटोमा ए मायालु उडायो मनमा तिम्रै बतासैले गाइज म चाहिँ एउटै गीत सुनिरहेको होइन बट आई हेभ अ लट अफ सङ अब एकछिनमा गीत आउँछ 3 2 1 गो खै त आयो खाली है धुप नि धुप हाले छैन गाइस पहिला म ड्रेस मिलाउँछु यहाँ आएर आरती बनाएर लिएर जाम्ला भयो मोबाइल खसाल्दै छैन नि उजुर कमललाई जाऊ न बरु मोबाइल हातमा दिन्छ तिम्रो पाइप पनि खस्छ त्यसरी मोबाइल खस्दै राख्छ दुध कमललाई दिन्छ हात दुध कमलले हात कस्तो राम्रो आएको है आकाश त्यहाँबाट मोबाइलमा खोइ आएको निलो अब चाहिँ हामी जान्छौँ गाइस अब म जान्छु खै आमा आउनु मलाई तिम्रै कल्पनाले छन् मलाई guys मैले चाहिँ जुत्ता लिँदैछु हामी जान्छौँ उड्यो मैले होला नि हो पछौरी तानी मैले होला नि बहुमती बाजा बजाउँदै अब हामी यस्तो बाटोबाट मन्दिर जाँदैछौँ अब हेर्नुहोस् म अब मन्दिर गएपछि मात्र